धन्यवाद। मान्य सदस्यहरू, अब माननीय सभापति गणेश पराजुलीलाई प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला।